ओएमजी लास्टमा जे कुराको डर थियो त्यही कुरा भयो। मेरो खिर डढ्यो के लास्टमा गाइज। मेरो फर्स्ट एक्सपिरियन्स लास्ट एक्सपिरियन्स तिमी जस्तै खाऊ। नमस्ते, वेलकम ब्याक, इट्स मी सिमरन। आज साउन 15 तपाईँहरूले खिर त खाइसक्नुभयो होला। मैले पनि बनाउन जाँदैछु आज खिर। अनि मलाई कसरी बनाउँछन् खासै राम्रोसँग आइडिया त छैन। अब घरमा पूजाहरू श्राद्धहरू बनाएको चाहिँ देखिरहेको थिएँ। अब हेरौँ अब कसरी बनाउँछु मैले। अनि तपाईँहरूले कसरी बनाउनु भयो, तपाईँहरूले खानुभयो कि नै कमेन्ट पनि गर्नु होला तल है। प्यान राख्छु है। अब मैले यहाँ प्यान राख्छु। यो चाहिँ 1 लिटरको दुध हो। यो चाहिँ गाईको दुध हो। मैले यहाँ हालिसकेको छु। भिडियो खिच्नै अन गर्नै बिर्सेछु। दुध चाहिँ 1 लिटर। 1 लिटर दुध अलिक थोरै हुन्छ जस्तो फिल भयो, त्यही भएर अलिक थोरै दुध हाल्छु है। यो चाहिँ नै अब चाहिँ म देखाउँछु। यो चाहिँ गाईको दुध हो। थोरै हाल्छु हल्का। यति भएपछि चाहिँ पुग्छ होला। 2 जना त हो, कति नै चाहिन्छ र त्यही पनि यसलाई पकाउँदा हुन्छ नि। अनि मैले यहाँ ड्राई फ्रुट्सहरू जे छ मैले रेडी गरिसकेको छु, हेर्न सक्नुहुन्छ। अब त्यस्तो रेडी चाहिँ थिएन, प्रिपेयर चाहिँ गरेको थिएन त्यसै। अब आज साउन 15 यसो स्क्रोल गर्दै गएको, साउन 15 भनेर देखिहालेँ। अनि दुध पनि थियो। अब सबै दुध मेन चाहिने भनेको दुध र चामल चिनी त हो नि। सबै छँदैछ, बनाएर ट्राई गरौँ न फर्स्ट टाइम आज। अनि पहिला पनि बनाएको थियौँ सँगै 2 जना बुढाबुढी मिलेर बनाएको थियौँ। तर आज चाहिँ म एक्लै बनाउन जाँदैछु। सेफ हल्का चलाउनु पऱ्यो। यो तातिसकेर तर हल्का उम्लिन दिनुपर्छ होला मेबी। एक्ज्याक्टली मलाई आइडिया छैन, त्यही पनि अब हल्का उम्लिन दिन्छु यसलाई। यो चलाउँदै मलाई गीत आएको थियो कि एउटा, असारको 15 दही चिउरा खानु, साउने 15 खिर भन्दै। मेरो गीत सुनेर फेरि नतर्सिनु होला, भिडियो हेर्दै बिचमा नभाग्नु होला, पुरै भिडियो हेरिदिनु होला। पानी दुध उम्लिन लागेको छ। तब दुध उम्लिन्छ, हल्का दुध उम्लिन्छ भने दुध भल्केपछि हाल्ने होला। मैले दुध भल्केपछि चाहिँ म हाल्छु। दुध उम्लिन लागेको छ, भल्किन लागेको छ। तर कस्तो मिठो बास्ना। अब दुध भल्किँदै अब भल्किन लागेको छ फाइनली। कुर्दा अनि तपाईँहरूलाई चाहिँ एउटा जानकारी दिउँ भनेर फेरि के भन्नलाई भनेर नसोच्नु होला। तपाईँहरू अहिलेसम्म पनि तेमुको एफिलिएट प्रोग्राम जोइन गर्नुभएको छैन भने जोइन गर्नुहोस्। किनभने तपाईँहरूलाई घरमा बसी स्क्रोल गरी केही फ्रीमा आउँछ, पिआर आउँछ भने किन नगर्ने, पिआर प्याकेज आउँछ भने किन नट भनेर मैले त्यो सजेसन दिएको हो। मेरो चाहिँ अब फर्स्ट एउटा पिआर चाहिँ दिइसम्म, अब सेकेन्ड थर्ड मेरो 2टा पिआर प्याकेज आउँदैछ। अब मेबी 2-3 दिनमा आइपुग्छ। अनि म तपाईँहरूलाई स्क्रिन मैले तपाईँहरूलाई अनबक्स गरेर देखाउँछु ल। अनि तपाईँहरूले मलाई म्यासेज गर्न सक्नुहुन्छ। अब चिनेको मान्छेहरू हुनुहुन्छ भने कल गर्दा नि हुन्छ, मैले सिकाइदिन्छु तपाईँहरूलाई कसरी गर्ने, कसरी फ्रीमा पिआर प्याकेज लिने। केही नगरिकन पिआर प्याकेज केही गर्नै पर्दैन, त्यस्तो सानो भिडियो बनाउने अनि राख्ने हो। त्यही भएर तपाईँहरू अझैसम्म जोइन गर्नुभएको छैन भने जोइन गर्नु होला। फेरि यसमा चाहिँ तेमुको त्यो स्क्रिन राख्न पनि मेरो राख्न पनि अलिकति राम्रो देख्दैन होला। भन्न चाहिँ खिरको भिडियो बनाएँ फेरि तेमुको भन्दै आई भनेर सोच्नु छ होला। त्यही भएर म त्यो राख्दिनँ, सानो जानकारी मात्रै दिएको। तपाईँहरू कतिजना त जोइन पनि गरिसक्नु होला, कतिजना जोइन गर्नुभएको छैन भने चाहिँ जोइन गर्नु होला। यो अपर्च्युनिटी मिस नगर्नु, किनभने फ्रीमा पाइराख्नु भएको छ भने, केही कुरा फ्रीमा पाउनुभएको छ भने किन युज गर्नु न। सो फेरि के ज्ञान दिनलाई भन्नु नसोच्नु होला। अब दुध भल्किँदै अब के गरौँ, केही बोल्न मन लाग्यो, त्यही भएर अनि ठ्याक्क दिमागमा आयो कि मेरो है तेमुको एफिलिएट प्रोग्राम कतिजना जोइन गर्नुभएको छैन होला भनेर। अनि सो मैले भनेको है गाइजहरू।